नमस्कार, म सद्भाव राउत देउरबाग भरतपुर स्कुल कक्षा 3 धौलागिरीबाट। आज म रानी पोखरीको कथा सुनाउन गइरहेको छु। महारानी खोइ, हनुमान ढोका दरबारमा खैला पहिला मचियो। रानीका सुसारे, दरबारका नोकर चाकर सबै महारानीलाई खोज्दै चारैतिर दौडे। उनीहरूले खोपी, पटाङ्गिनी, बगैँचा सबैतिर हेरे। महारानीले कतै देखेनन्। अन्त्यमा यो खबर राजा प्रताप मल्ल कहाँ पुग्यो। राजा दरबारको दक्षिणतर्फको अटालीमा एक्लै थिए। त्यति बेला साँझ पर्न लागेको थियो। आकाशमा सूर्यका तेर्सा किरण बादरमा परेका थिए। केही किरणहरूले हिमालका चुचुराहरू छोएका थिए। राजा यी दृश्य हेरी भावुक हुँदै कविता रच्न खोज्दै थिए। महाराजको जय होस्। महारानी आज पनि दरबारमा होइबक्सन्न। आठपहरियाले राजासँग बिन्ती बिसायो। भावनामा डुबेका राजाले सुन्दै सुनेनन्। उनी हुँ गरी कविताको लय गुनगुनाउँदै थिए। महारानी दरबारमा होइबक्सन्न। आठपहरियाले फेरि अनुरोध गर्यो। सिन्दुरे किरण रविले हिमालको सिउँदो भरे। राजा कविताको पङ्क्ति निर्माण गर्दै थिए। महारानी दरबारमा होइबक्सन्न। आठपहरियाले नजिकै आएर फेरि बिन्ती गर्यो। के रे? राजाले बल्ल सुने। महारानी आज पनि दरबारमा होइबक्सन्न। उसले झुक्दै बिन्ती बिसायो। होइबक्सन्न? ल फसाद। राजा भुनभुनाउँदै तल झरेर सरासर उत्तरतिर लागे। राजाका अङ्गरक्षक र केही सिपाही पनि राजाको पछि लागे। राजा यसरी हिँडे मानौ रानी गएको ठाउँ उनलाई थाहा छ। केही बेरको हिँडाइपछि नै सहर सकियो। राजा खेत र कुलो नाग्दै एउटा सुनसान ठाउँमा पुगे। यो सहर बाहिरको मसान घाट थियो। नभन्दै रानी त्यही मसान नजिकै बसेर रोइरहेकी थिइन्। राजमती, प्रिय, यो के गरेकी? राजाले रानीको काँधमा हात राख्दै भने। महाराज, मेरा छोरा राजकुमार चक्रवर्तीन्द्र। रानीले आँखाबाट बलिन्द्र आँसु झार्दै राजाको हात समातेर भनिन्। हो प्रिय, राजकुमार चक्रवर्तीन्द्र, हाम्रो पुत्र, के गर्छौ? यति कलिलो उमेरमा दैवले उनलाई चुडेर लग्यो। निष्ठुरी कालको अगाडि कसको के लाग्छ? गहभरि आँसु पारी राजाले रानीलाई सम्झाउन थाले। प्रिय, नश्वर शरीरको गति बुझेर पनि यसरी अधैर्य हुन मिल्दैन। हिँड, दरबार जाऊ। राजाले रानीलाई हात समातेर उठाउन खोजे। महाराज, मेरो पुत्रलाई यहाँ एक्लै छोडेर म मात्र कसरी दरबार जाऊ? महाराज, रानी राजमती झन् डाको छोडेर रुन थालिन्। प्रिय, यसरी पुत्रको चिहान अगाडि आएर माताले रुँदा उनको आत्मालाई कति कष्ट हुन्छ। रानी जस्ती बुद्धिमती माताले बुझ्नुपर्छ। प्रिय, शोक नगर, दरबार हिँड। राजाले रानीलाई फेरि पनि सम्झाउँदै भने। महाराज, हाम्रो चक्रवर्तीन्द्र पुत्र हिजो मात्र सपनामा आएर भन्दै थिए, मुमा हजुर, म संसारबाट मुक्त हुन पाइनँ। मेरो आत्माले पवित्र स्नान गर्नै पाएन। त्यसैले महाराज, मुमाको आँसुको स्नानभन्दा पवित्र के होला भनी म फेरि यहाँ आएकी। महाराज, हाम्रो चक्रलाई मुक्ति मिलोस्। रानी विह्वल हुँदै भनिन्। राजा केही कुरा सम्झँदै गम्भीर भए। त्यसपछि उनले रानीका आँखाबाट भुइँमा झरेका आँसुले भिजेको माटो मुठीमा लिएर भने। म अरिमल्लको वंशज, लक्ष्मीनर सिंहका उत्तराधिकारी नेपाल नरेश कविन्द्र प्रताप मल्ल मेरी महारानी राजमतीलाई छोएर प्रण गर्दछु। आजको 1 वर्षभित्र यहाँ ठुलो पोखरी बनाउने छु। त्यस पोखरीमा सबै पवित्र जलाशयबाट जल ल्याई भर्नेछु र मेरी रानीको सपना अनुसार पुत्रको आत्मालाई मुक्त गराउनेछु। त्यति भन्दै राजाले उक्त मुठीभित्रको माटो रानीको हातमा राखिदिए। रानी राजमतीले निहुरेर राजाको अभिवादन गरिन्। उनको रुवाईको आवाज क्रमशः कम हुँदै गयो।
अन्त्यमा हिक्क हिक्क गर्दै रानी राजाको पछि पछि दरबारतिर लागिन्। राजा रानीभन्दा केही टाढा बसेका अङ्गरक्षक र सिपाहीहरू छक्क परी यो दृश्य हेर्दै थिए। नभन्दै भोलिपल्टबाटै त्यहाँ खन्ने काम थालियो। सयौँको सङ्ख्यामा कामदारहरू जुटे। राजा रानीबाट हरेक साँझ त्यहाँ पुगेर कामको निरीक्षण हुन थाल्यो। केही महिनाभित्रै त्यहाँ ठुलो खाडल तयार भयो। गहिरो खाडल मुनिबाट पानी पनि आउन थाल्यो। राजाले विभिन्न मानिसलाई विभिन्न पवित्र ठाउँबाट जल ल्याउन खटाइसकेका थिए। राजाको निर्देशनअनुसार बनारसबाट गङ्गाको जलका साथै वैद्यनाथ धामको जल पनि ल्याइयो। यसै गरी पूर्व कोशीदेखि पश्चिम सप्तगण्डकीका पवित्र जल पनि बोकाएर ल्याइयो। त्यसै गरी काठमाडौँको टौदह, सपनतीर्थ, मनमती, विष्णुमतीको पवित्र जल पनि ल्याइयो। यसरी सबै ठाउँका पवित्र जल ल्याइएपछि पोखरी प्रतिष्ठाको शुभ साइत हेरियो। विक्रम सम्वत 1727 साल कार्तिक पूर्णिमाका दिन पोखरी प्रतिष्ठा हुने तय भयो। त्यसैले उक्त दिन माथि भनिएका पवित्र जलाशयका जलसहित भागवतीबाट 10,641 घडा पवित्र जल ल्याई पोखरीमा खन्याइयो। पोखरीको प्रतिष्ठाको दृश्य हेर्न तिनै सहरका बासिन्दा डिलमा जम्मा भए। पोखरीको दक्षिणपट्टि राजा प्रताप मल्ल आफै, रानी र स्वर्गवासी पुत्र चक्रवर्तीन्द्रको हात्तीमा चढेको मूर्तिदेखि सबै आश्चर्यचकित भए। ज्योतिषीले बताए अनुसारको शुभ साइतमा सारा प्रजाको सामुन्ने राजाले भने, म कवीन्द्र प्रताप मल्ल आफूले गरेको प्रण अनुसार यो पोखरी प्रतिष्ठा गर्दछु। यो पोखरी संसारको पवित्र तीर्थस्थल, नदी, कुण्ड, जलाशयका पवित्र जलले भरिएको छ। यहाँ हरेक दिन स्नान, ध्यान, जप, तप गर्न सबैलाई छुट छ। यसलाई अपवित्र गर्ने जो कोही पनि दण्डको भागीदार हुनेछ। अन्त्यमा महारानी राजमतीकै प्रेरणाले यस पवित्र पोखरीको निर्माण भएकाले म यो रानी पोखरी मेरा स्वर्गवासी पुत्र चक्रवर्तीन्द्रको सम्झना स्वरूप महारानी राजमतीलाई मेरो तर्फबाट उपहारका रूपमा सुम्पन चाहन्छु। राजाको यस भनाइपछि सारा प्रजाले राजाको जय जयकार गरे। त्यसपछि राजा रानीले राजपुरोहित गुरुपुरोहितको सल्लाह बमोजिम राजकुमार चक्रवर्तीन्द्रको वार्षिक श्राद्ध पनि यहीँ सम्पन्न गरे। श्राद्ध सकेर उनीहरू दरबारतिर लागे। राजा रानी दुवै प्रसन्न थिए। प्यारो पुत्र चक्रवर्तीन्द्रको आत्मा मुक्त भएको विश्वासमा रानी अझ बढी सन्तुष्ट थिइन्।